स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ भिडियोमा हैन। अनि सञ्चार हामी चाहिँ हुनुहुन्छ होला, म पनि सञ्चार हामी चाहिँ छु। अनि त्यसपछि आजको मेन टपिकको कुरा भन्न चाहँदा चाहिँ हामी चाहिँ आज रातो पहाड हैन, टक्क सबैले चिने होला, कतिले के नाम दिन्छ त्यो थाहा भएन हैन। बट यहाँनिर चाहिँ के भइरहेछ भन्दाखेरि अस्ति त्यहाँनिर त्यो माथि ग्लास हालेको ठाउँ माथि चाहिँ त्यत्रो गोलो थियो, त्यहाँनिर गोलोमा चाहिँ टक्क फुलबुट्टा भरेको छ अरे भनेर मैले सुने। अनि कतिले नि भिडियो बनाएको थियो, अनि म पनि चट्ट आज हेरिदिउँ न त गएर भनेर भनेको। टक्क त्यहाँनिर दुईजना चाहिँ आउँदैछ। यस अनि म चाहिँ यहाँ टक 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 गइरहेको छु। अनि त्यही हो, अब चाहिँ हामी त्यहाँ गएर चाहिँ भेट्नेछौँ, हेर्दै गर्नु होला। लेट्स सी गाइज। अहिले चाहिँ हामी डाँडा के अरे रातो पहाडको त्यो भ्यू देखिने ठाउँमा चाहिँ आइपुग्न चाहिँ लागिसक्यो भनौँ हैन, लगभग। अनि त्यसमा चाहिँ पहिला सुरु उयसै चढाएको थिएन कि, हुँदै हिँडेको खास गरी उनीहरू दुईजना चाहिँ उकालो उक्लिँदैछ। म पनि म यताबाट जाउँ क्या। सबैजनालाई भ्यू टावरमा स्वागत छ। भोलिबाट ओपनिङ हुँदैछ, सबैजना आउनु होला। अनि अरु धेरै भन्दा धेरै राम्रो छ। के भन्छ अरे हाम्रो गर्मीले हालत मेरो बेकुल भइसकेको छ। आउनु होला। सो अहिले चाहिँ हामी यहाँनिर सनसेट देख्ने ठाउँमा चाहिँ आइसकेका छौँ। हामी चाहिँ यहाँ चढ्न लाग्यो। अहिले होइन रे सुजिते, कहिले त नि उहाँ नि पेन्ट गर्नुभएको रहेछ। यो चाहिँ फाइनली यहाँको पेन्टर, हाम्रो छोरीको पेन्टर भाइ हो। यसको के नाम? सबै काम गर्छ, पेन्टर हो, सबै काम गर्छ। हजुरहरू पनि घरमा पेन्ट गराउनु छ भने यो भाइलाई बोलाए हुन्छ। मैले सबै गर्छु नि। अनि अरू के भन्नु, त्यो घाँस राम्रोसँग हटाएर लगाऊ। ओके सो एभ्रिवान, सबै चाहिँ म चाहिँ यहाँ टावरमाथि चाहिँ चढिसकेको छु र यहाँनिर तीनटा पिक चाहिँ रहेको रहेछ। एउटा यो इसमें हम कैसा करें और इसमें हम ऐसे करें। और ये पिक्चर है थोड़ी हम क्या करें ऐसे पकड़ें, फोटो खिच्ने ल लेट्स है। अझ माथि हेर्दै गर्नु होला। यहाँ चाहिँ किन आवाज गुन्जिया छ भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ साउन्ड त्यो एकै गोलो खन्दै हो, अनि त्यही भएर चाहिँ साउन्ड गुन्जिन्छ कि। अनि त्यही भएर चाहिँ मेरो साउन्ड गुन्जेको होला, त्यसको लागि चाहिँ सरी भन्न चाहन्छु, किनभने आवाज गुन्जेर चाहिँ यस्तो भएको हो। म चाहिँ सिडी चढ्दैछु है। अब यहाँ के हुन्छ हेरौँ, फोटो खिच्नेले खिचौँ है। बेस्ट। सो यहाँको भ्यूहरू चाहिँ यस्तो रहेको छ। यस्तो चाहिँ छ होइन। अनि त्यसपछि इधर फोटो खिचिरहेछ, अनि अब यसरी देखिरहेछ भन्ने भन्दैन है। नेपाली चाहिँ बोल्नुपर्छ, नेपालमा भएपछि के हो। अहिले चाहिँ हामी अब घरतिर लाग्दिनु लाग्यो, त्यही हो। अनि अब घर गएर मिलाउला तपाईँहरूसँग होइन। अनि अगाडि चाहिँ अब चाहिँ हामी घरतिर लागेको। अब चाहिँ भ्यू टावर घुमेर हेरेर फोटो सोटो टिकटक सिकटक भिडियो सिडियो सब बनाएर पुग्यो। अनि 50 रुपियाँको चटपटै खायो, अनि चल्दैको अब घर जाने है। तपाईँहरूले राम्रोसँग हेर्नु होला, अनि तपाईँहरू पनि आउनु होला टक्क भ्यू टावर घुम्नलाई। अरू यति नै भन्छु। मैले रातो पहाड पनि उसले भ्यू टावर अर्को नाम छ रेड हिल पार्क, थोडी रेड हिल पार्क। ओके
ओके गाइज लाइक कमेन्ट सेयर सब्सक्राइब प्लिज गरिदिनु होला छिटोभन्दा छिटो 1K पुऱ्याइदिनु होला ओके बाई बाई लभ यु